टुङ्गिएको छैन सिर्जना र वसन्तको सम्बन्ध। के अब फेरि वसन्त र केसरीको फेरि बिहे होला त? के होला त दर्शकबिन अब आउने भागमा केसरी सिरियलमा? आज हामी यस भिडियोमा रहेर पुरा बताउन लागिरहेका छौँ। भिडियोलाई भने अन्त्यसम्म हेर्नुहोला। सिर्जनाको गाउँतिरको केटाले सिर्जनालाई फोन गरेपछि वसन्त र वसन्तको परिवारलाई यसको अर्कै केटासँग लभ परेको रहेछ, सिर्जनाले हामीलाई झुक्काइरहेकी रहेछ भन्ने कुरा वसन्तको परिवारलाई लागेर वसन्तको आमाले सिर्जनालाई घरबाट निकाल्ने कोसिस गरिन्। अनि सिर्जनाले पनि यस्तो भनाइ खानुभन्दा, यस्तो झगडा सहनुभन्दा बरु म यो घरबाट निस्केकै राम्रो हो भन्ने सोचेर सिर्जना त्यस घरबाट बाहिर निस्केकी थिइन्। त्यस्तो अवस्थामा वसन्तले सिर्जनालाई रोक्न खोजेका थिए, तर पनि सिर्जना रोकिनन्। माया त सिर्जनाले पनि वसन्तलाई गरेकी थिइन्। वसन्तको परिवारले न त सिर्जनालाई राम्रो व्यवहार गर्यो, न त वसन्तले सिर्जनालाई चोखो माया गरे। यस्तो कुनै पनि कुराहरू सिर्जनाले नपाएपछि वसन्तको जीवनबाट टाढा जाने निर्णय सिर्जनाले गरेकी हुन्। यता केसरीलाई बिहे गर्छु भन्ने केटाको ठुलो केटी बेच्ने खेल बाहिर निस्किसकेको छ। यस्तो अवस्थामा केसरीले अब म त्यो केटासँग बिहे गर्दिन भनेर केसरीको मनले बाहिर भनिसकेको छ। यसरी हेर्दा सिर्जना र वसन्तको सम्बन्ध छुटिनु र केसरीले बिहे गर्छु भन्ने केटाको केसरीले अब बिहे गर्दिन भन्नु, कहीँ कतै वसन्त र केसरीको फेरि बिहे हुन लेखेको त होइन भन्ने शङ्का गर्न सकिन्छ दर्शकबिन। वसन्त र केसरीको यति छिटै बिहे हुन्छ भन्न सकिँदैन दर्शकबिन, किनकि वसन्त र केसरीलाई थाहा छ सिर्जना अन्यायमा परेकी छिन्। सिर्जनालाई आफ्नै गाउँतिरको दाइले ट्र्यापमा पारेका हुन्। यो कुरा वसन्त र केसरीलाई थाहा भएको कारणले वसन्तको परिवारले सिर्जनालाई त्यस घरमा हेला गर्यो र सिर्जना वसन्तको घर छोडेर बाहिर जानु परेको हो। वसन्त र केसरी बिहे गर्न लाग्दा एक वचन सिर्जनालाई पक्कै सोध्नेछन्, किनकि वसन्त र केसरीले आफू खुसी भएर अर्को व्यक्ति दुखी भएको हेर्न चाहँदैनन् र उनीहरूको मन पनि त्यस्तो छैन। पक्कै पनि वसन्त र केसरीले सिर्जनालाई एक वचन सोधेर हामीहरू यसरी बिहे गर्न लागेका छौँ, तिम्रो पर्मिसन चाहिएको छ, तिमी खुसी हुँदैनौ भने हामी बिहे गर्दैनौँ भनेर वसन्त र केसरीले सिर्जनासँग यो कुरा पक्कै राख्नेछन् अनि मात्र बिहे गर्नेछन्। वसन्त, केसरी र सिर्जनाको मायामा यहाँ कुनै पनि व्यक्ति गलत देखिएका छैनन्। यहाँ गलत देखिएका छन् त वसन्तका बुवा नै गलत देखिएका छन्, किनकि उनले वसन्त र केसरीको माया छँदाछँदै सिर्जनासँग बिहे गर्न लगाउनु वसन्तको बुवाको यो ठुलो भुल र ठुलो गल्ती पनि हो। आगामी दिनहरूमा वसन्त र केसरीको व्यवहारमा केही फरक भने हामीले पाउने छैनौँ, तर वसन्तले अब केसरीलाई कसरी बचाउलान् भन्ने कुरा जिज्ञासा रहेको छ। पक्कै पनि वसन्तले केसरीलाई बचाउनु पर्नेछ, किनकि केसरीलाई मन पराएको केटोले केटी बेच्ने धन्दा गर्दो रहेछ भन्ने कुरा वसन्तले थाहा पाएर त्यसको सत्यानाश गर्नुपर्नेछ। वसन्तले पक्कै पनि गर्नेछन्। वसन्त, केसरी र सिर्जनाको कथा हेरेर माया एकातिर बिहे अर्कोतिर गर्नु हुँदैन भन्ने कुरा ठुलो शिक्षा दिएको छ। प्रत्येक शुक्रबार 7:30 बजे प्रसारण हुने केसरी सिरियललाई यसरी नै हेरिदिनु होला र माया पनि गरिदिनु होला भन्दै आजको केसरी सिरियलको रिभ्युज भिडियो यति नै। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। आजलाई बिदा हुन्छु। हस्त, धन्यवाद।